Hi everyone, I'm Kripa and I recently got my US visa granted. So मेरो एक्सपिरियन्स भन्नुपर्दा मेरो 8:30 मा चाहिँ इन्टरभ्यू थियो अनि म गएँ अनि मलाई चाहिँ के क्वेसन सोध्नु भएको थियो भने फर्स्टमा मेरो नाम सोध्नु भयो अनि म चाहिँ एकदम त्यो स्माइली फेस राख्ने चाहिँ एकदम प्रयास गरिरहेको थिएँ अनि त्यही भएर हाँस्दै अनि मेरो नाम भनेर भने अनि त्यस पछाडि अफिसरले हाउ आर यु भनेर सोध्नु भयो अनि म आइएम भेरी फाइन व्हाट अबाउट यु भनेर सोधेँ अनि आइएम अल्सो फाइन भनेर भन्नुभयो अनि कुन मेजर भनेर सोध्नु भयो त्यस पछाडि मैले मेरो मेजर चाहिँ कम्प्युटर साइन्स हो भनेर भनेँ त्यस पछाडि कम्प्युटर साइन्सको के मनपर्छ भनेर सोध्नु भयो अनि मैले कोडिङ प्रोग्रामिङहरू चाहिँ एकदमै धेरै मनपर्छ मलाई अनि थोरै लाइनको कोडिङले चाहिँ कति कम्प्लेक्स प्रब्लमहरू सल्भ गर्छ त्यो पनि भनिदिएँ अनि म प्रोजेक्टहरू पनि एकदमै धेरै बनाउँछु भनेर भनिदिएँ अनि त्यस पछाडि कस्तो प्रोजेक्ट भनेर सोध्नु भयो अनि मैले म चाहिँ ओल्ड एज होममा गएर डेटाहरू कलेक्ट गरेर यस्तो त्यस्तो गरेँ भनेर भनिदिएँ त्यो एकदम लामो गफ थियो त्यो भन्दै अनि इम्प्रेस भएर हो इट वाज फन भनेर सोध्नु भयो अनि यस इट वाज इन्ट्रेस्टिङ भनेर भनिदिएँ त्यस पछाडि हु इज गोइङ टु पे योर ट्युसन फी भनेर सोध्नु भयो अनि मैले माई पेरेन्ट्स आर गोइङ टु पे माई ट्युसन फी भनेर भनिदिएँ अनि त्यस पछाडि बाबाले के गर्नुहुन्छ भने त्यहीसँग जोडेर भनिदिएँ बाबा चाहिँ बिजनेसम्यान हो उहाँको चाहिँ यस्तो त्यस्तो छ भनेर भनिदिएँ अनि त्यस पछाडि कस्तो टाइपको बिजनेस भनेर सोध्नु भयो अनि मैले नुडल्स फ्याक्ट्री छ भनेर भनिदिएँ अनि त्यस पछाडि मैले त्यो स्माइली फेस कन्सटेन्ट राखेको थिएँ अनि कन्फिडेन्स साथ भनेर भनेको थिएँ एन्सरहरू पनि अनि ह्यान्ड जेस्चरहरू पनि देखाइरहेको थिएँ त्यही भएर पनि त्यस पछाडि केही पनि नसोधिकन ह्याभ अ सेफ स्टे इन युएस भनेर भन्नुभयो अनि टाइम लिएर थ्याङ्क यू भनेर अनि त्यहाँबाट आएँ सो अब चाहिँ म भिरासँगको एक्सपिरियन्स सेयर गर्न जाँदैछु भिरा एजुकेसनसँग जोडेको चाहिँ म अलमोस्ट 6 मन्थ्स नै भइसक्यो मैले आइएल्स पनि यहीँबाट गरेको थिएँ अनि मक टेस्टहरू दिनलाई म रेगुलर आउँथेँ अनि एकदम इफिसियन्ट पनि भयो त्यही भएर मेरो एक्जाम आइएल्स एक्जाममा ब्यान्ड 7 आएको थियो त्यस पछाडि सबै प्रोसेसिङहरू पनि मैले भिराबाटै गरेँ मलाई स्पेसली प्रिया म्याम र गणेश सरले एकदमै धेरै हेल्प गर्नुभएको थियो उहाँलाई चाहिँ स्पेसल थ्याङ्क यू अनि होल भिरा फ्यामिलीलाई नै थ्याङ्क यू भन्न चाहन्छु म एकदमै लाइक टेन्सन लिनुपर्ने केही पनि थिएन एकदम सहज अनि ट्रान्सप्यारेन्ट खालको थियो अनि उहाँहरूले मैले त्यो मक टेस्ट दिँदाखेरि के मिलाउनुपर्छ के चाहिँ इम्प्रुभ गर्नुपर्छ एन्सरहरू त्यो पनि उहाँहरूले भनिदिइरहनु भएको थियो अनि इनकेस म चाहिँ यता आउन पाइनँ भने पनि अनलाइन क्लासेसहरू नै अर्गनाइज गरेर नि मक टेस्टहरू लिने वातावरण पनि उहाँहरूले मिलाइदिनु भएको थियो त्यही भएर यदि हजुरहरूलाई पनि यस्तै ट्रान्सपेरेन्ट अनि सजिलो खालको प्रोसेसिङ अनि एकदमै इफिसियन्ट आइएल्स क्लासेसहरू चाहिन्छ भने प्लिज भिरा एजुकेसन चाहिँ एकचोटि भिजिट गरिदिनु होला बाई नमस्ते